आज हाम्रो मुगुसम्मको यात्रा सुरु भएको छ। आमा छोरा हिँडिसक्यो, बस पार्कमा पुगिसक्यो। अहिले चाहिँ हामी यहाँ नारायणगञ्जबाट नेपालगञ्ज जाँदैछौँ नि। यो चाहिँ हाम्रो गाडी हो। हाम्रो यात्रा जारी छ मुगुसम्म। अहिले चाहिँ हामी कता नेपालगञ्ज नारायणघाट हुँदै नेपालगञ्ज जाँदैछु। अब हामी नारायणगञ्ज गर्दैछौँ। हाम्रो गाडी चाहिँ ठ्याक्क 7:30 बजीतिर चाहिँ हामी कोलपुर बस स्ट्यान्डमा पुगिसकेका छौँ। लगभग 12 घन्टाको यात्रापछि बल्ल हामी कोलपुरमा पुगेका छौँ। अब नाइट बस चढेर चाहिँ हामी मुगु जान लागेको छौँ। अहिले चाहिँ बट्टे चौरसम्म पुग्छ, अनि भोलि चाहिँ नागमा होइन, भोलि नागमा अहिले चाहिँ हामी सिधै गएर नाइट बसमा चढेर बट्टे चौर पुग्छौँ। अहिले चाहिँ हामी चाहिँ यहाँ बस पार्कमा बसको वेट गरिरहेको थियौँ। अचानक पानी पऱ्यो, सब सामान ल्याएर यता राख्न छौँ। अब बसको वेटमा छौँ। बस आयो भने सिधै जाने हो। पानी परिरहेको छ बिस्तारै, त्यति साह्रो त होइन, तर हल्का हल्का पनि परिरहेको छ। भर्खरको भर्खर पानी पऱ्यो अचानक। अब बस आएपछि बल्ल हिँड्नुपर्छ। फाइनली 2 घन्टाको प्रतीक्षापछि चाहिँ हाम्रो बस आइसकेपछि हाम्रो यही बस हो। यही बसमा चाहिँ हामी जानु आएको छौँ। यही बसमा हामी चाहिँ